नाम भनिदिन्छु धनबहादुर सुनारजी आइदिनु होला प्रदीप भान्जा यता रसाकाशीको यहाँ उस क्या थैलियामा दोस्रो धनबहादुर सुनार एउटा धनबहादुर सुनार फोटो खिचिदिनु है अलि उता बाबु उता फर्केर हो त्यसरी थैलियामा त्यो समात्नुहोस् है तपाईले त्यो प्रमाणपत्र पनि छ त्यसैगरी राजेश श्रेष्ठ आइदिनु होला प्रमाणपत्र थैलियामाको हातमा दिनु न एउटा हो ह्यान्ड ओभर गर्नु मीन बहादुर सुनार फोटो अनि त्यस्तै पूर्ण गुरुङ उता हेर्नु क्यामेरातिर हेर्नु अनि त्यो खसी पनि यता ल्याएर ठिक्क पारिदिनुहोस् न अब यता पहिला यता ल्याउनुहोस् देखिने गरेर तिनैजना देखिने गरेर ताली बजाइदिनुहोस् फोटोमा आउनु पर्यो गाडी बेला सुरेश जीसी पछाडि प्रकाश नेपाली सन्दीप सुनार निशान सुनार र आशिष राणा है तपाईहरु त्यो प्रमाणपत्र चाहिँ तलमाथि पर्दैन सुरेश जीसी अब त्यस पछाडि प्रकाश नेपाली लाइनबद्ध है त्यस्तो भयो भने यहाँ फोटो हामीलाई पछाडि काम पनि लाग्छ र हो त्यसरी प्रमाणपत्र लिएर सन्दीप सुनार निशान सुनार र आशिष राणा हैन प्रमाणपत्र मेडल पनि छ है अघिको टोलीलाई मेडल भएन नि त पाँचवटै झ्यापा क्याप्टेनलाई दिनुहुन्छ प्रथमको क्याप्टेन सुरेश जीसी त्यहाँ लगाइदिनु पर्यो सेकेन्डको लागि लगाइदिनु पर्यो प्रथम त मेडल हामी साह्रै कमजोर रहेछ विजय उषालाई अघि पनि लाएन नि त फेरि सेकेन्डलाई पनि सेकेन्ड पनि प्रायोजक आमालाई पनि देखिने गरेर फोटो दिनुहोस् त अलिकति अगाडि प्रायोजन कृषिमान गुरुङज्यूबाट भयो र उहाँको आमाबाट यो पुरस्कार प्रदान गरिएको छ धन्यवाद। अब त्यस पछाडि खेल प्रतियोगिताका विजय योभन्दा अगाडि भोलि हाम्रो उहाँको रेकर्ड 53 खेल हानेर विजय गर्नुभयो पगाडी बाजा टोली यता आइदिनु पर्यो कुमारले यस वर्षको खेल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद बधाई छ उहाँले 53 फिट टाढा फाल्नु भयो खेल र जित्नु भयो खाना र यो खेलको पुरस्कार
गर्नको लागि प्रमुख अतिथि रूपा नेपालीलाई म हार्दिक अनुरोध छेउमा अघि बाँकेको मुद्दा प्रमाणपत्र नेपाली